हेलो साथीहरु, वेलकम ब्याक टु माई भिडियो। आफ्टर लङ टाइम पछि मैले चाहिँ भिडियो स्टार्ट गर्दैछु। अनि यो मेरो भिडियो चाहिँ धेरै पुरानो भिडियो हो अनि मैले त बिर्सिसकेको पनि थिएँ। अनि सो ग्यालेरीमा यतिकै रहेछ अनि आज भेटाएँ, त्यही भएर भोइस एड गर्दैछु। अनि त्यो दिन चाहिँ हामी भोजपुर गएको थियौँ अनि उता भोजपुरमा 3 दिने शिविर थियो अनि त्यसकै लागि हामीलाई इन्भाइट गर्नुभएको थियो उताबाट। अनि त्यही भएर हामी चाहिँ लाग्यौँ सरर भोजपुरतर्फ। अनि भोजपुर चाहिँ मेरो फर्स्ट टाइम गएको हो नि त म चाहिँ, अनि त्यही भएर एकदमै एक्साइटेड थिएँ। तर गाडीले मातेर हैन, बाटोमा उता पुग्दा त म त मर्नु आँटेको अवस्थामा पुगेको थिएँ। जे होस् भोजपुर पुगेपछि एकदमै रमाइलो लाग्यो हैन। फर्स्ट टाइम आएकोले कस्तो राम्रो लाग्यो। अनि हामीलाई चाहिँ खाजा पकाइदिनु भएको थियो चाउचाउ। गाडीले मातेको बेला चाउचाउ खानु मन त थिएन, त्यही पनि भोक लागिरहेको थियो। अनि हामी चाहिँ खायौँ। अनि यो शिविरको लागि चाहिँ उता धेरै टाढा टाढाबाट पनि आउनु भएको थियो के सर म्यामहरू। अनि उहाँहरूसँग भेट्नुपर्ने कुराले एकदमै एउटा खुसी पनि थिए, एउटा नर्भस पनि थिए। अनि सो हामी चाहिँ लाग्यौँ हाम्रो भोजपुर बजारतर्फ। अनि हामी चाहिँ अहिले चाहिँ रुम आइसकेर नि सबैसँग भेटघाट गऱ्यौँ, परिचय गऱ्यौँ। अनि अहिले साँझको बेला यसो हावा खानुको लागि यी भोजपुरको टुरखेलतर्फ लाग्यौँ। अनि यो चाहिँ नेक्स्ट डे थियो भोजपुरमा हैन। अनि हामी चाहिँ बिहान बिहानै काममा जाँदैछौँ। अनि हामी चाहिँ जाने बित्तिकै हामीलाई खाजा दिनुभयो। अनि बिहान बिहानै खाजा खानु मनै भएन, अनि अलिअलि खाजा खायौँ। अनि त्यही भएर हामी चाहिँ एकछिन रेस्ट गर्दै थियौँ। अनि पेसेन्टहरू चाहिँ अघिदेखि हामीभन्दा पहिला आएर हाम्रो वेट गरिराख्नु भएको रहेछ क्या। अनि सो हामी चाहिँ हतार हतार खाजा खाएर हाम्रो कामतर्फ लाग्यौँ। अनि हामीलाई चाहिँ बेलुकाकै मिटिङमा हाम्रो डिपार्टहरू छुट्याइदिनु भएको थियो क्या, सबै अब को कता हैन। अनि सो म चाहिँ ENT डिपार्टमा पढेको थिएँ। अनि जे होस् त्यो कान सुन्न नसक्ने मान्छेहरूले के अब मिसनकै थ्रुबाट भए पनि कान सुन्न पाउँदा एकदमै खुसी हुनुहुन्थ्यो। अनि सो आज चाहिँ फर्स्ट दिन भएर होला खासै पेसेन्टहरू नि हुनुहुन्न थियो। 1 बजीसम्म चाहिँ लास्टै घुइँचो थियो। अनि 1 बजीदेखि चाहिँ सबै हस्पिटल नै पुरा सुनसान थियो क्या। अनि म तपाईहरुलाई थोरै पेसेन्टहरूको प्रतिक्रियाको भिडियो पनि थोरै राखिदिन्छु, तपाईहरुले हेर्न सक्नुहुन्छ ल। दिलपा राई, हजुर तपाई राई हो, म छेत्री थापा, नयाँ काम पायो त हजुर। सो यो थियो हाम्रो पेसेन्टहरूको नयाँ कान पाउँदाखेरिको खुसीको प्रतिक्रियाहरू हैन। उहाँहरू एकदमै खुसी हुनुहुन्थ्यो। अनि उहाँहरूको खुसी नै हाम्रो खुसी हो हैन। अनि सो आज चाहिँ खासै पेसेन्टहरू नभएकोले हाम्रो पनि अलिक चाँडै छुट्टी भएको थियो। अनि हामी चाहिँ लाग्यौँ रुमतर्फ। अनि हाम्रो लास्ट दिनमा चाहिँ हामीलाई यो गोर्खा वेलफेयर ट्रस्टले एउटा प्रोग्राम आयोजना गर्नुभएको थियो। अनि त्यसमा हामीलाई चाहिँ विशेष पाहुनाको रूपमा इन्भाइट गर्नुभएको थियो। अनि हामी गयौँ, साथीहरूसँग पनि एकदमै इन्जोय गऱ्यौँ, किनकि त्यो दिन हाम्रो लास्ट दिन थियो। भोलिदेखि त सबै आफ्नो घरतर्फ। सो साथीहरू भन्दै मेरो भिडियो यहीँ एन्ड गर्न चाहन्छु।